Hello everyone, this is our first mini vlog. Vlog त बनाउन आउँदैन तर पनि we are trying our first mini vlog. चाहिँ हामी जोरमा रहेको बौद्धेश्वर महादेव घुम्न जाँदैछौँ। हामी चाहिँ भ्यू हेर्दै रमाइलो गर्दै जाँदै थियौँ। त्यतिखेर नै हाम्रो स्कुटर स्टार्ट बन्द हुन्छ। अनि ट्राइज हाम्रो चाहिँ स्कुटर स्टार्ट होला भनेर कुर्दा 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 केही बेरपछि हाम्रो स्कुटर स्टार्ट हुन्छ र हामी हाम्रो डेस्टिनेसनतिर लाग्छौँ र फाइनल्ली हामी चाहिँ हाम्रो गन्तव्यमा पुग्छौँ। जति यो भर्याङको उकालो हिँडेर गएपछि हामी चाहिँ माथि मन्दिरसम्म पुग्न सक्छौँ। हामी सँगसँगै यहाँ चाहिँ धेरै मानिसहरू पनि हुनुहुन्थ्यो र हामी सँगसँगै गयौँ। अलि माथि पुगेपछि हामी चाहिँ भ्यू हेर्नको लागि एकछिन त्यहीँ बस्यौँ र हामी हाम्रो फोटो भिडियो सुटहरू गर्न थाल्यौँ। यहाँको पलहरू आफूसँगै लग्नको लागि हामी चाहिँ पालै पिलो भिडियोहरू खिच्न थाल्यौँ। केही बेर हामी चाहिँ यहीँ शान्त वातावरणमा बसिरह्यौँ र त्यसपछि हामी माथि मन्दिरतिर लाग्यौँ। आज चाहिँ मन्दिरमा एकदमै भिड रहेछ, त्यसैले हामी चाहिँ लाइन बस्यौँ एकछिन। त्यसपछि हामी हाम्रो पालो आएपछि हामी माथि गुफातिर लाग्यौँ। गुफाको बाटो चाहिँ एकदमै सानो र साँघुरो थियो। हामी चाहिँ पालै पिलो एक एकजना गर्दै गयौँ। गुफा चाहिँ एकदमै सानो भएकोले हाम्रो चाहिँ भिडियो धेरै गर्न पाएनौँ र यो कुनै सानो सानो क्लिपहरू अट्याच गरिदिएको छ। हामी चाहिँ पालै पिलो गर्दै मन्दिर ढोग्यौँ, भगवानको दर्शन गऱ्यौँ, भगवानको आशीर्वाद लियौँ। आशीर्वाद लिन नै त्यहाँसम्म गएको थियौँ हामी र हामीलाई भगवानले बोलाउनु भयो। हामी त्यहाँसम्म पुग्न सफल भयौँ। त्यो नै हाम्रो लागि सबैभन्दा खुसीको पल थियो। हामी मुनि बस्नुभएको हरेक भगवानलाई ढोगेर हामी चाहिँ अब माथि भगवानबाटमा जानको लागि केही बेर लाइन बस्यौँ। गुफामा उठेर लाइन बस्नु चाहिँ एकदमै गाह्रो थियो। सबैजना ढुङ्गामा बसेर लाइन बसिरहनु भएको थियो। त्यतिखेर नै हाम्रो पालो आउँछ र हामी पालै पिलो गर्दै माथि चढ्दैछौँ। अहिले आज भिड एकदमै भएकोले हामीले चाहिँ राम्रोसँग भिडियोहरू पनि खिच्न पाएनौँ। हामीसँग केही क्लिपहरू थियो, त्यो हजुरहरूलाई देखाउँदैछौँ हामी यसरी भगवानसम्म पुगे भनेर। अब चाहिँ हामी सबैभन्दा माथिको भगवानबाटमा पुग्छौँ र हामी यहाँ आएर सबैजना पूजा गर्छौँ। हजुरहरू पनि फोनबाटै दर्शन गर्नुहोला, हजुरहरू पनि जानुहोला। एकदमै राम्रो ठाउँ छ, वातावरण पनि एकदमै शान्त छ। गुफाबाट निस्केपछि त्यहाँ धेरै भगवानहरू हुनुहुन्थ्यो। हामी चाहिँ सबै भगवानलाई ढोगेर शिवलिङ्गबाटमा आएर त्यहाँ पनि सबै शिवलिङ्गलाई ढोगेर हामी चाहिँ बाहिरतिर गयौँ। मेरो भोइसलाई चाहिँ इग्नोर गरिदिनु होला किनकि मलाई चाहिँ एकदमै घाँटी दुखिरहेको छ। आज मिनी भ्लग बनाउँछु भनेर क्लिपहरू खिचेको थिएँ। क्लिप जोड्दा जोड्दा त पुरै फुल भ्लग बन्छ जस्तै छ। हजुरहरू हेरेर साथ दिनु होला। यो चाहिँ मेरो फर्स्ट भ्लग भएकोले मैले चाहिँ फर्स्ट टाइम भोइस ओभर ट्राई गर्दैछु। कस्तो भएको छ त्यो मलाई के पनि थाहा छैन, त्यो पनि आइ एम ट्राइङ। आई होप हजुरहरूले हेरेर साथ दिनुहुन्छ होला। आज पनि भ्लग बनाउँछु नै भनेर हिँडेको थिएँ, तर धेरै मान्छे देखेपछि म त बोल्नै सकिनँ। त्यसैले मैले चाहिँ सानो सानो भिडियो क्लिप गरेर घरमै भोइस ओभर गरेर हेर्छु भनेर आज फर्स्ट टाइम भोइस ओभर गर्दैछु। हामी चाहिँ पालै पिलो शिवलिङ्ग ढोग्दै थियौँ। मेरो पालो सकेपछि उहाँले पनि सबै शिवलिङ्गलाई ढोग्दै हुनुहुन्छ। उहाँ चाहिँ एकदमै शिवजीको भक्त हुनुहुन्छ। महादेवको कृपा त्यही हो, जहाँ हामीले आफ्नो दोषहरूलाई प्रेमले स्वीकार गर्छौँ र आफ्नो कमजोरीलाई शक्ति बनाउने साहस पाउँछौँ। शिवको भक्त त्यो यात्रा हो जहाँ आँसु र मुस्कान दुवैलाई अँगाल्छौँ। त्यसैले भगवानले हामीलाई जति दिनुहुन्छ हामी त्यतिमै खुसी रहनुपर्छ। हामी बौद्धेश्वरमा बस्नुभएको महादेवको दर्शनपछि हामी चाहिँ केही बेर त्यहाँ रहेको झरनामा खेल्छौँ, रमाउँछौँ। हामी चाहिँ केही भिडियो क्लिपहरू बनाएर त्यसपछि हामी त्यही झरनामा 1 घन्टा जति खेलेर, पानी चाहिँ एकदमै चिसो थियो। त्यसपछि चाहिँ हामी हाम्रो घरतर्फ लाग्छौँ। यो चाहिँ हाम्रो घरतर्फ लाग्दै गर्दाखेरिको सानो भिडियो क्लिप। हजुरहरूले मन पराइदिनुहुन्छ होला भनेर आशा राख्दछु। आजको लागि यति नै। धन्यवाद हजुरहरू सबैजनालाई हेरेर साथ दिनुभएकोमा। See you next time on the next vlog. Let's enjoy.
थ्याङ्क यू फर वाचिङ बाई बाई भिडियो हेरिसक्नु भएपछि प्लिज लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट डाउन बिलो अब नेक्स्ट ब्लग के को लिएर भनेर टिल देन बाई बाई अल अफ यु थ्याङ्क यू फर वाचिङ